नमस्ते। आज हामी अझै माइत जाँदाको बाबुको मामा घर अनि आज देवाई छ हाम्रो कुलको छ माइतमा। हामी मामा घर जाने अब बाबु हेर अब हामीहरू मामा घर आइपुग्यौँ। को छ अगाडि? हामी आइसकेको थियौँ। हामी यसो थारूहरूले चाहिँ यसरी हामीले नमस्ते गर्नु यसरी हामीले चाहिँ आशीर्वाद दिन्छौँ। रमाइलो हुन्छ थारूहरूकोमा कल्चर थारू कल्चरमा नि यति बाबु चाहिँ यसरी आफ्नो हामी चाहिँ बुदाउ भन्छ क्या आफ्नो हजुरआमाहरूलाई बुदाउसँग रमाइरहेको छ। हजुरआमा र नाति बाबु फेरि फ्रिज खोलिहाल्न पर्छ गराउन पाएन फ्रिज खोलिहाल्ने फ्रिजको सामान आइस चलाउन पर्यो बाबुलाई बुदाउसँग बसेको हजुरआमासँग रमाएको यहाँ चाहिँ हाम्रो मासु काट्ने कार्यक्रम भइरहेछ। हेलो भुन्तोले आइपुग्योले हिजो भिडियो कलमा बोल्यो होइन? काट्ने कार्यक्रम छ। यतिको मामा घरमा कुखुरा अनि त्यसपछि हामीले खाना बस्यो। एकदम भोक लागिसकेको थियो 12 बजिसकेको थियो नि त। अनि यताउता पकाउनुलाई टाइम लागिहाल्ने अनि हामीले खाना बस्यो। म ढाडेबाट फेरि गएबाट पनि धिक्कले हो ल तो आएन गिलास ल बैठो खाऊँ पियो अब हिस्सी लो यो भरेलाई अरे कुर्सी एकै ठाउँ राख्नु पऱ्यो गिलास अन्त भिडियो खिच्नु लाग्यो लजाइ राख्नु बल्ल बल्ल भिडियो खिच्न आउनुभयो हाम्रो बाबुबाट चाहिँ भिडियो खिच्नै नमान्ने यति खान सक्छ एउटा दादा एउटा तिमी पकाउनु पर्छ हेर्नु सबै थोक पकाउनुहुन्छ क्या पल्टिन्छ मकै उसिन बसेको एकछिन अनि त्यसपछि मकै उसिने यो आगोमा पोल्न कति गाह्रो मकै पोल्न कति गाह्रो। अब एकछिनमा पाक्छ गाइस हाम्रो मकै अनि त्यसपछि खाने भई आउनु होला है हाम्रो यता माइत शुक्रनगरमा मकै खानालाई। नमस्ते मामा भन्दै चिसो यस्तो घाममा चिसो खाएको कति मिठो छुट्टै हुन्छ। त्यहाँदेखि झन् 11 बजे मिठो भयो बाबु 11 बजीमा खाँदा त बाबुले मिठो भएको होइन बाबाले लजाइ खानाको बाबुले चिसो मिठो भएको भएन बाबालाई मिठो भएको भएन मलाई चाहिँ मिठो भए हेर्नु पसिनाले सबै टिका भइ सबै मेरो आमा चाहिँ यसरी हिँडी आउनु भयो। उहाँ चाहिँ मेरो मम्मी हो।